विमोचन गर्ने कार्यक्रम र हप्ताको एक दिन एकछिन सोमबारे कार्यक्रम। अब प्रत्येक हप्ताको सोमबारको दैनिक कार्यक्रममा अध्यक्ष गर्नुभएका कार्यक्रमका सभाध्यक्षज्यू, कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभएका पूर्व मन्त्री तथा सामाजिक व्यक्तित्व विकास प्रेमी आदरणीय व्यक्तित्व विजय सुवेदीज्यू, वडा अध्यक्ष भरतपुर 10का वडा अध्यक्षज्यू, वडाका जनप्रतिनिधिज्यूहरू, ओइ ग्रुप नेपालका अध्यक्षज्यू, पदाधिकारीज्यूहरू, सम्पूर्ण उपस्थित महानुभावहरू, भरतपुर महानगरपालिकाका महाशाखा प्रमुखज्यूहरू, वातावरण शाखाका सबै कर्मचारी साथीहरू, उपस्थित सम्पूर्ण यहाँ यो अभियानमा जोडिनुहुने भरतपुरवासी उपस्थित सम्पूर्ण महानुभावहरू सबैमा सर्वप्रथम म भरतपुर महानगरपालिकाको तर्फबाट यहाँहरू सबैलाई शुभ बिहानीको हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। धेरै विषयवस्तुहरू आइसकेको छ। अब यो छोटो कार्यक्रम, यो अब यहाँ धेरै भाषण मचौडा भाषण भन्दा पनि काममा जुट्ने यो कार्यक्रम हो। यो अभियान विगत 10 वर्षदेखि ओइ ग्रुप नेपालले आयोजना गर्नुभएको छ। आज 10औं वर्षमा आइपुग्दाखेरि भित्तेपात्रो पनि विमोचन गरिएको छ। सर्वप्रथम त म ओइ ग्रुप परिवारलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। र ओइ ग्रुप नेपाल भरतपुर महानगरपालिकाले अब अघि कुरो विशिष्ट अतिथिजीले भन्नुभयो, जति प्रशंसा गरे पनि कमी नै हुन्छ भन्ने लाग्छ। महानगरपालिकाले एकदम उच्च प्रशंसा र सम्मान गर्ने संस्थाको रूपमा ओइ ग्रुप नेपाल पर्दछ। यहाँले आयोजना गर्ने हरेक कार्यक्रमहरूमा नगर प्रमुखको हैसियतबाट यहाँले आमन्त्रण गर्नुहुन्छ र म सकेसम्म उपस्थित हुने पनि गरेको छु। आज पनि म अहिले मेरो बसाइ सराई भएको छ गाउँमा, भरतपुर 10बाट भरतपुर 14मा सरेको छु, आफ्नै घर आफ्नै जन्मस्थानमा। त्यहाँबाट आउँदाखेरि अलिकति ढिला भए पनि कार्यक्रम अगाडि बढाउनुहोस् भनेको, र पनि तपाईँहरूले कार्यक्रम अगाडि नबढाइकन अब पर्खेर बस्नुभयो, त्यसको लागि पनि क्षमा प्रार्थी छु भन्न चाहन्छु। र आज भित्तेपात्रो विमोचन भएको छ, पहिलोपटक विमोचन यो पात्रो प्रकाशन गर्नुभएको छ। ओइ ग्रुप परिवारलाई पनि म बधाई व्यक्त गर्न चाहन्छु। आगामी वर्ष पनि यसै निरन्तरता पाओस् भन्ने पनि शुभकामना व्यक्त गर्न चाहन्छु। र आज भरतपुर महानगरपालिका भन्यो भने हामीले समृद्ध भरतपुरको परिकल्पना गरेका थियौँ। त्यही अनुसार अहिले भरतपुर महानगरपालिकाको विकास, यहाँका पूर्वाधार, सडक पूर्वाधार, अरू भौतिक पूर्वाधार सबै क्षेत्रमा एउटा गुणात्मक फड्को मारेकै छ। त्यसले गर्दाखेरि एउटा समृद्ध भरतपुरको अभियान सार्थक बन्दैछ। त्यो सँगसँगै अबको हाम्रो अभियान भनेको भरतपुरलाई एउटा हरियाली मैत्री, भरतपुरलाई एउटा एकदमै सफा सुग्घर, एउटा मतलब पूर्ण रूपले सफा सुग्घर सहरको रूपमा यसलाई अगाडि बढाउन हामीले खोजिएको छ। अबको हाम्रो अभियान यतातर्फ जान जरुरी छ। महानगरपालिकाको पनि त्यसमा ध्यान गइराखेको छ र यसमा साथमा साथ र सहयोग गर्नको लागि तपाईँ सामाजिक सङ्घ संस्थाहरू, अभियन्ताज्यूहरू, त्यसमा पनि विशेष गरेर हाम्रो ओइ ग्रुप परिवार यसमा निरन्तर लाग्नुभएको छ। महानगरपालिकाले केही पनि गर्नु परेको छैन। तपाईँले एकदम निस्वार्थ ढङ्गले, निस्वार्थ ढङ्गले आफ्नै बलबुता र क्षमताले प्रत्येक हप्ता हामी महानगरपालिका यत्रो राज्य स्थानीय सरकार यत्रो साधन स्रोत हुनेले हामीले कमसेकम 15 दिनमा एकचोटि अथवा 1 महिनामा एकचोटि नगर स्तरीय एउटा आयोजना अभियानको रूपमा लैजाउन भनेर भनियो। सुरुमा गर्न पनि खोजियो, तर त्यसलाई निरन्तरता दिन सकिएको छैन। बरु तपाईँहरूले एकदम आफ्नै क्षमता बलबुताबाट, आफ्नै साधन स्रोतबाट, सबै व्यक्ति विशेषले आफ्नो ढङ्गबाट तपाईँहरू एकदमै सामूहिक एउटा प्रयत्न गरेर यसलाई निरन्तरता दिनुभएको छ। अहिले कति श्रृङ्खला भयो? लगभग 500 श्रृङ्खला भइसकेको छ। यो 10औं वर्षको अवधिमा यसलाई निरन्तरता दिन तपाईँहरू सफल हुनुभएको छ। त्यसका लागि पनि म धेरै धेरै धन्यवाद महानगरपालिकाको तर्फबाट व्यक्त गर्न चाहन्छु। आज कमसेकम सचेतनामूलक ढङ्गले भए पनि एउटा अवेरनेस आम भरतपुरवासीलाई, फोहोर हामीले जताभावी फाल्नु हुँदैन, जतासुकै फोहोरहरू फाल्नु हुँदैन, सहरलाई स्वच्छ सफा राख्नुपर्छ भन्ने एउटा जागरण, आम जनमानसलाई एउटा जागरण यहाँले पैदा गरिदिनु भएको छ। महानगरपालिकालाई ठुलो टेवा यहाँले प्रदान गर्नुभएको छ। यसका लागि पनि हामी हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। आदरणीय उपस्थित महानुभावहरू, यहाँ आइसकेको छ विषयवस्तुहरू। हामीले भौतिक पूर्वाधारको हिसाबले कामहरू भएका छन्। अब यसलाई एकदम सरसफाइ युक्त महानगरपालिका, हरियाली युक्त महानगरपालिका, वातावरण मैत्री महानगरपालिका, यो अभियान अब हाम्रो आगामी हाम्रो कार्यभार हुन जानेछ र गएको पनि छ। यहाँहरू जोडिनु पनि भएको छ। अब यही बाटोको कुरा गर्दाखेरि पनि यो 6 लेन सडक बन्थ्यो होला, अबको 10 वर्षपछि बन्थ्यो होला। यो 2 मा छैन। रानीगढ पुटोल खण्ड जसरी एउटा प्याकेज परियोजनाको रूपमा भयो, यसरी यहाँदेखि हेटौडासम्मको बन्थ्यो होला, कत्लायासम्मको बन्थ्यो होला, अथवा पूर्व पश्चिम हाइवेको एउटा खण्ड यो प्याकेजको रूपमा हुन्थ्यो होला। तर हाम्रो सचेत पहलकदमीको कारणले गर्दाखेरि मात्रै भरतपुर खण्डको यो सडकको परिकल्पना जे हो, हामी सबैको भइदियोस् भन्ने चाहना त सबैको हुन्छ नै। आफ्नो सहर, आफ्नो ठाउँ राम्रो बनाऊ भन्ने त सबैको मनोभावना हुन्छ, र पनि त्यसको सचेत पहलकदमी, त्यसको चाहिँ अब परिकल्पना जसरी हामीले सुरुवात गरियो र सबैको साथ सहयोग पाइयो, त्यस कारणले आज एउटा सुन्दर सहर हाम्रो सामु हामीले देख्न पाएका छौँ, हिँड्न पाएका छौँ। र अब यो बाटो एउटा नमुना एसियाली मापदण्डको सडक, एउटा नमुना सडकको रूपमा अस्ति भर्खर प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीले उद्घाटन गर्नुभयो। उहाँले पनि भन्नुभयो देश एउटा नमुना सडक, यसै गरी अन्यत्र पनि हामीले बनाउने हो भनेर उहाँले चाहिँ त्यो सन्देश
देश प्रधानमन्त्रीजीले पनि निर्वाह गर्नुभएको छ। अब यो बन्यो मात्रै होइन, अब यसलाई कसरी अझ यसलाई ब्युटिफिकेसन गर्ने भन्ने दिशातर्फ हामी जान जरुरी छ। जस्तो कि महानगरपालिकाले यसको ब्युटिफिकेसनका लागि महानगरपालिकाले दायाँ बायाँ वृक्षारोपण गर्ने कामहरू अगाडि बढाएको छ। तपाईँहरू हेरिराख्नु भएको छ। हामीले ठेक्का प्रक्रियाद्वारा हुन त आम जनमानसलाई होइन एउटा चाहिँ जनसहभागिता गराएर गर्न पाए हुन्थ्यो, तर पनि त्यो गर्दाखेरि समय लाग्ने यो हुने सबैलाई जुटाउन पनि अलिकति होइन त्यो चाहिँ हाम्रो महानगरपालिकाको रेगुलर कामहरू हुने हुँदाखेरि महानगरले नै त्यो अगुवाई गरेर गर्न नसक्ने हुँदाखेरि महानगरपालिकाको आन्तरिक बजेटबाट झन्डै हामीले 1 करोडभन्दा बढीको यो दायाँ बायाँ वृक्षारोपणको लागि ठेक्का हामीले आह्वान गरेर वृक्षारोपणको काम अगाडि बढेको छ। बिचमा यो जो मेडियनमा दुबोहरू छ त्यो बिरुवाहरू लगाइएको छ, मान्छेहरू त्यहीँ गएर बस्दिने, त्यहीँ सुत्दिने, वारिपारी गरिदिने, फुलहरू छोडेर हिँड्दिने, यो हुँदाखेरि कमसेकम वारिपारी गर्न नपाओस् भन्ने हिसाबले पनि यसको संरक्षणको लागि महानगरपालिकाले झन्डै 2 करोडको यसको रेलिङको ठेक्का भइसकेको छ। काम सुरु हुँदैछ। यसलाई उज्यालो र चाहिँ एकदम एउटा स्मार्ट लाइटले पनि सुसज्जित गरिएको छ। चोक चोकमा हाइमासहरू छ। अब ट्राफिक लाइटका लागि पनि अब लगभग ठेक्काको अन्तिम तयारीमा छ। सङ्घीय हो, यो सङ्घीय नै हो, बजेट सङ्घीय। अब यी हरियाली यो ब्युटिफिकेसनमा महानगरपालिका यो चाहिँ 24 कोटीमा फाउन्टेनहरू त्यहाँ जडान गरेको छ। त्यसलाई ब्युटिफिकेसन हरियाली वृक्षारोपण गरिएको छ, त्यो महानगरपालिकाले गरेको छ। यसको संरक्षण महानगरपालिकाले गर्ने हो। यसको चाहिँ उपभोग हामी महानगरवासी र यो सडकमा हिँड्ने सबैले गर्ने हो, देशवासी सबैले गर्ने हो। यसको संरक्षण सरसफाइ सबै काम महानगरपालिकाले गर्ने हो। यही सडकको सडक बत्ती झन्डै महिनामा 1.5 लाखभन्दा बढीको सडक बत्ती तिर्नुपर्छ, त्यो महानगरपालिकाले तिर्ने हो। त्यो हुँदाखेरि सबै चिजहरू हामी सबैले मिलेर गर्ने हो। त्यो हिसाबले पनि अन्यत्र पनि मैले भन्नु खोजेको के हो भन्दाखेरि अब विकास र पूर्वाधारको हिसाबले जियोस् एउटा चाहिँ राम्रो उदाहरण भरतपुरले पेश गरेको छ। अब हामीले वातावरण मैत्री र हरियालीयुक्त र एकदमै सरसफाइयुक्त महानगरपालिका बनाउनका लागि तपाईँहरू जस्ता अभियन्ताहरूको महत्त्वपूर्ण योगदान रहनेछ। यसका लागि पनि महानगरपालिकाबाट यहाँहरू सबैलाई हामी आह्वान गर्न चाहन्छौँ। महानगरपालिका पनि जुटेको छ, यहाँहरूको पनि साथ सहयोग हामीले पाएका छौँ। आउने दिनमा पनि यसरी नै साथ र सहयोग पाउनेछौँ भन्ने हाम्रो अपेक्षा छ। यही आशा र अनुरोध यहाँहरूको बिचमा व्यक्त गर्दै 2082 सालको यो सुरुवाती महिनामा हामी छौँ। यो नयाँ वर्षको उपलक्ष्यमा यो ग्रुपको यो नयाँ वर्ष 82 सालको यो वैशाख महिनाको यो पहिलो कार्यक्रममा म यहाँ उपस्थित भएको छु। यो वर्षको नयाँ वर्षको यहाँहरू सबैलाई पनि यहाँहरू सबैको सुख शान्ति समृद्धि उत्तर प्रगति र यो अभियान यहाँको अझै सार्थक बन्दै जाओस् र आम जनताको बिचमा अझ लोकप्रिय बन्दै जाओस्। यसै पनि लोकप्रिय छ, अझ लोकप्रियता हासिल गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। हस्, धन्यवाद।